हेलो नमस्ते सबैजनालाई। आज चाहिँ म बेबीको यो स्लिपर बनाउन गइरहेको छु। यो चाहिँ 0 देखि 3 मन्थको लागि हो। यसको लागि मैले बेबी पिङ्क र व्हाइट कलरको धागो लिएको छु। अब सुरुमा चाहिँ हामी बेस बनाउँछौँ। बेस बनाउनको लागि मैले व्हाइट कलरको धागो लिए। कर्सेट हुक चाहिँ 3.25 mm को अब बनाउन सुरु गरौँ है त। 13 सुरुमा हामी 13 वटा चेन बनाउँछौँ। 13 वटा चेन बनाइसके पछाडि यो 2 वटालाई स्किप गर्दिने। तेस्रो चेन स्पेसमा 2 वटा डबल क्रोशे बनाउने। एउटा भयो, फेरि यही प्वालबाट अर्को पनि गराउने, 2 वटा भयो। त्यसपछि अब यहाँदेखि 9 वटा डबल क्रोशे बनाउने यही लाइनमा। प्रत्येकमा एउटा एउटा डबल क्रोशे बनाएर 9 वटा डबल क्रोशे बनाउने। यसरी प्रत्येकमा एउटा एउटा डबल क्रोशे गराउँदै 9 वटा डबल क्रोशे बनाइसके पछाडि अब हामीसँग चाहिँ यो एउटा बच्छ, लास्टको एउटा चेन स्पेस बच्छ। यहाँ चाहिँ हामी अब एउटैमा 5 वटा डबल क्रोशे बनाउँछौँ। 1 अनि 5 वटा डबल क्रोशे भइसके पछाडि अब फेरि प्रत्येकमा एउटा एउटा डबल क्रोशे 9 वटा बनाउँछौँ। यो पुच्छरलाई पनि यता हाल्दै भित्र यसलाई लुकाउँदै आउने। 9 वटा डबल क्रोशे बनाइसके पछाडि यो चाहिँ सकिन्छ। अब हामी यो सुरुकै चेन स्पेसमा आउँछौँ। अब यसमा आइसके पछाडि यसमा फेरि 2 वटा डबल क्रोशे बनाउने। 2 वटा डबल क्रोशे बनाइसके पछाडि यो थर्ड चेन स्पेसमा लगेर यसलाई यसरी स्लिट स्टिचले जोडिदिने। त्यसपछि चेन 1 एउटा चेन बनाउने। त्यसपछि 2 वटामा 2 वटा सिंगल क्रोशे बनाउने। 2 वटा सिंगल क्रोशे 1 2 एउटामा 2 वटा सिंगल क्रोशे, फेरि यसमा पनि 2 वटा सिंगल क्रोशे बनाउने। 1 2 त्यसपछि 4 वटामा एउटा एउटा सिंगल क्रोशे बनाउने। 1 2 3 4 4 वटामा 4 वटा सिंगल क्रोशे बनाइसके पछाडि 2 वटा हाफ डबल क्रोशे बनाउने। एउटा भयो। त्यसपछि 2 वटा हाफ डबल क्रोशे भइसके पछाडि अब 3 वटामा डबल क्रोशे बनाउने। 3 वटामा एउटा एउटा डबल क्रोशे बनाउने। 1 2 3 अब हामी यो स्पेसमा आउँछौँ। यहाँनिर आइसके पछाडि अब हामी 5 वटामा 2 वटा डबल क्रोशे बनाउँछौँ। त्यसपछि हामीसँग 10 वटा डबल क्रोशे हुन्छ। 1 2 त्यसपछि अर्कोमा 1 5 वटामा 2 वटा डबल क्रोशे बनाइसके पछाडि अब 3 वटामा एउटा एउटा डबल क्रोशे बनाउने। 1 2 3 त्यसपछि 2 वटा हाफ डबल क्रोशे 1 2 सेम यताको जस्तै, यता जस्तो बनाएको थियो यहाँ पनि सेम त्यस्तै बनाउने। त्यसपछि 4 वटा सिंगल क्रोशे 1 2 3 4 त्यसपछि 2 वटामा 2 वटा सिंगल क्रोशे 1 2 1 2 त्यस पछाडि फेरि यसमा यसरी लगेर स्लिट स्टिचले जोडिदिने।
लागेर स्लिट जोडे पछाडि फेरि एउटा चेन बनाउने। अब 1 2 3 4 चारवटामा दुईवटा सिंगल क्रोसे। यसमा 4वटामा दुईवटा सिंगल क्रोसे बनाइसके पछाडि अब फेरि 9वटामा एउटा सिंगल क्रोसे। अब 9वटामा एउटा सिंगल क्रोसे। 1 2 3 9वटा सिंगल क्रोसे बनाइसके पछाडि अब यहाँदेखि 10वटामा दुईवटा सिंगल क्रोसे बनाउने। 1 2 1 2 1 2। अब 10वटामा दुईवटा सिंगल क्रोसे बनाइसके पछाडि 9वटा सिंगल क्रोसे बनाउने। 9वटामा 9वटा सिंगल क्रोसे बनाउने। 2 3 4 5 6 7 8 9। 9वटामा एउटा सिंगल क्रोसे बनाइसके पछाडि अब 4वटामा दुईवटा सिंगल क्रोसे बनाउने। 3वटा भयो, 4वटा भयो। त्यसपछि फेरि यहाँनिर लगेर सिंगल स्टिचले जोडिदिने। यसरी एउटा चेन बनाउने अनि यसरी काटिदिने। अनि यो भयो एउटा बेस। यसरी सियोको मद्दतले गरे हुन्छ। म चाहिँ कुरुसको मद्दतले गराउँदैछु। एकैपटकमा दुईटा आउँदैन, त्यही भएर म एउटा तान्छु। यसरी भित्रबाट कुरुस छिराउने अनि यसरी तान्दिने। सियोले गर्दा हुन्छ। अनि यसलाई काट्दिने। यस्तै एउटै साइजका दुईटा बनाउने। त्यसपछि अब यो दुईटालाई यसरी बराबर गराउने। पिङ्क कलरको धागो ल्याउने। पिङ्क कलरको धागोले यसरी अब छेउछेउबाट यसले घोप्न गाह्रो भयो, यसले गराइदिन्छु म। यसरी यसरी कुरुसको मद्दतले यसरी जोड्दिने। यसरी जोड्दै यहाँसम्म ल्याउने। यसरी यहाँदेखि सिलाउँदै आएर यहाँ आइसक्यो। अब यहाँनिर आइसके पछाडि अब यहाँनिर यसलाई गाँठो पार्ने। यसरी गाँठो पार्ने। गाँठो पारिसके पछाडि यसलाई यसरी भित्रबाट यसरी तान्दिने। यो सुरुको स्टार्ट गर्दाखेरिको पुच्छरलाई पनि
यसै गरेर यहाँबाट यसरी तान्दिने। रेडी भयो। यो जतिको भइसके पछाडि अब माथितिरबाट हाफ इन्च पर्ने गरेर सिधा यसरी चक लगाउने। यो चक लगाइसके पछाडि सिधा पर्ने गरेर चक लगाइसके पछाडि अब पिङ्क कलरको धागो ल्याइसके पछाडि अब यहाँनिरबाट 1 2 3 4 5 घर दिन्छु। यसले गोप्न चाहिँ सजिलो हुन्छ भनेर। अब यसरी एउटा बाहिरको एउटा भित्रको यसरी 2 घर भयो। 3 4 5 घर भयो। 5 घर यहाँबाट सेटिङ गरिसके पछाडि 1 2 दुईवटा चेन बनाउने अनि यसरी टर्न गर्ने। यसरी डबल क्रोशे बुन्दै जाने। 5वटा डबल क्रोशे बनाउने प्रत्येक घरमा। 1 2 3 4 5वटा भयो। फेरि दुईवटा चेन बनाउने, फेरि यसलाई टर्न गर्ने, फेरि डबल क्रोशे बुन्दै जाने। 7 इन्च भइसक्यो। अब हामी यसलाई यसरी यसले चाहिँ गोप्न अलिक गाह्रो हुन्छ। म यो सुइना चलाउँदैछु। यहाँनिरबाट यसको हाफमा है यसरी हाफमा यसरी ल्याउने। यहाँनिरबाट यसरी फेरि एउटा यहाँबाट ल्याउने यसरी अनि यस्तो बनाएर यसरी यो सक्यो। यसरी फिनिस भइसके पछाडि धागो काट्दिने अनि निस्क्यो। चप्पल भयो यसको। यसरी बजेको टुप्पालाई भित्रबाट यसरी लुकाइदिने अनि बडी भागलाई काटिदिने। अगाडिको भइसक्यो यो। अब हामी एटाक गराउँछौँ। एटाक गराउने बेला अनि यसलाई स्ट्रेच चिन्ह लगाउने भयो। अब यसलाई पनि सेम अघिको जस्तै अब यहाँनिरबाट
यसरी यहाँबाट स्टार्ट गरेर यहाँनिर स्टार्ट गरेर यहाँसम्म आइसके पछाडि अब म चाहिँ अर्को कुरुसले बुन्छु। अघि तान्न गप्लालाई सजिलो हुन्छ भने यसले बुनेको थिएँ। म चाहिँ अब यो कुरुस चलाउँछु। 1 2 दुईवटा चेन बनाउने। अब प्रत्येक घरमा एउटा एउटा डबल क्रोशे बुन्दै जाने। अब प्रत्येक घरमा एउटा एउटा डबल क्रोशे बुन्दै जाने। यहाँ छेउमा आइसके पछाडि फेरि दुईवटा चेन बनाउने अनि फेरि टर्न गर्ने। फेरि पनि प्रत्येक घरमा एउटा एउटा डबल क्रोशे बनाउँदै जाने। यसरी यो छेउमा आउने। यसरी अब भने हामी फिट्टा बनाउँछौँ। त्यसको लागि सुरुमा 18 घर बुन्ने, 18 चेन बनाउने। 1 2 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 18 घर बुनिसके पछाडि 1 2 दुईटा घर छोड्ने अनि तेस्रोमा ल्याएर यसरी डबल क्रोशे बनाउने। अब यसरी प्रत्येक घरमा एउटा एउटा डबल क्रोशे बनाउँदै आउने। यहाँनिर आइपुग्ने। त्यसपछि अब यहाँबाट फेरि एउटा एउटा डबल क्रोशे बनाउँदै जाने। यसरी बुन्दै अन्तिम घरमा आइसके पछाडि यसरी एउटा चेन बनाउने अनि यसलाई काट्दिने। त्यसपछि यसलाई टुप्पोलाई यसरी भित्रबाट तानेर यसलाई पनि लुकाइदिने। लुक्यो। यो चाहिँ अब यस्तो भयो। यो चाहिँ कति राउन्ड बनाएको छ भनेपछि 1 राउन्ड 2 राउन्ड। यो सुरुको राउन्ड भयो 1 राउन्ड। त्यसपछि डबल क्रोशेवाला चाहिँ सिंगल क्रोशेवाला राउन्ड भयो। डबल क्रोशेवाला 1 राउन्ड। त्यसपछि यो 2 राउन्ड। 2 राउन्ड पछाडि 2 राउन्डमा यसको फिट्टाको बेस हालेर तेस्रो राउन्डमा चाहिँ यसलाई कम्प्लिट गराएको छु। अब हामी यसमा बटन लगाउँछौँ। मैले बटन ल्याएँ एउटा। त्यसपछि अब यसरी बटनलाई दोस्रोमा यसलाई पनि यसरी तानेर लुकाइदिने छेउलाई।
भएको। अब यो भएपछि अब यसलाई बेबीलाई कत्रो साइजमा हुन्छ त्यो साइजमा यसरी बटन हाल्ने हो। अब हामी यसमा फुल बनाएर राखिदिन्छौँ। फुल बनाउनको लागि मैले व्हाइट कलरको धागो लिए, म्याजिक रिङ बनाउने अनि दुईवटा चेन बनाउने सुरुमा, त्यसपछि डबल क्रोशे ल्याउने, दुईवटा डबल क्रोशे, दुईवटा चेन, त्यसपछि यसरी स्लिट स्टिचले यसलाई जोड्ने, त्यसपछि फेरि दुईवटा चेन अनि फेरि दुईवटा डबल क्रोशे, दुईवटा चेन, स्लिट स्टिच, त्यसपछि दुईवटा चेन, फेरि दुईवटा डबल क्रोशे, फेरि स्लिट स्टिच, एउटा चेन बनाउने, यसलाई काटिदिने। अब यसलाई तानेर बनाउने। सुरुको चाहिँ अलिकति सानो भएको रहेछ। फुल भयो यसरी। अब यसलाई काँटो पारिदिने, अनि गाँठो पारिसके पछाडि यसलाई अर्को साइडबाट यो धागोलाई अर्को साइडबाट यसरी तानिदिने, पेटलहरु 5वटा पेटल भयो, 5वटा पेटल, त्यसपछि भयो। यस्तै गरेर हामी अर्को दुईवटा बनाउँछौँ। टोटलमा 3वटा फुल चाहिन्छ। हामीसँग 3वटा फुल भयो। अब यसलाई हामी राख्छौँ यसमा। सुरुमा यसरी चिन्ह लगाउँछौँ बीचमा। यो रनमा चिन्ह लाग्यो। अब हामी 5 घर बुनेका थियौँ। 1 घर, 2 घर, 3 घर, 4 घर, 5 घर। 5 घर भयो। अब बीचको घरमा हामी फुल लगाइदिन्छौँ। सुरुको फुल हामी बीचको घरमा लाउँछौँ। यसरी फेरि अर्कोलाई यसरी निकाल्ने। अब गाँठो पार्ने यसरी। एउटा फुल भयो। अब बराबर डिफरेन्समा फेरि एउटा लगाइदिन्छौँ। यहाँनिर एउटा लगाइदिन्छु म। फेरि अर्को, अब अर्को हामी यसमा लगाइदिन्छौँ। यसरी चप्पल तयार भयो।
यही तरिकाले फेरि अर्को पनि बनाउने। अर्को पनि चप्पल यसरी एक जोड चप्पल तयार भयो। बुन्ने बेला के याद गर्नुपर्छ भने यसको फिट्टा एउटाको यतातिर फर्किनुपर्छ भने एउटाको यतातिर फर्किनुपर्छ। यसरी एउटालाई यताबाट बुन्न स्टार्ट गर्नुपर्छ भने यस्तो निकाल्नको लागि एउटालाई यहाँबाट बुन्न सुरु गर्नुपर्छ भने अर्कोलाई यताबाट बुन्न सुरु गर्नुपर्छ। एउटा लेफ्ट एउटालाई राइटबाट बुन्न सुरु गरिसकेपछि यस्तो डिजाइनको तयार हुन्छ। हाम्रो चप्पल तयार भयो।